अदालती शुल्क को सम्बन्धमा तपाईलाई हाम्रो कानुनी व्यवस्था के छ त्यो सम्बन्धमा स्पष्ट पार्न चाहन्छु। पहिला चाहिँ कोर्ट फी ऐन 2017 भन्ने थियो, त्यो चाहिँ यो संहिता लागू भएपछि त्यो खारेज भएर अहिले चाहिँ मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा चाहिँ यो 63 देखि 84 सम्म 22 वटा दफामा चाहिँ यो अदालती शुल्क सम्बन्धी व्यवस्थाहरू गरिएको छ। अदालतले फ्रीमा चाहिँ अहिलेसम्म कुनै पनि मुद्दा मामिला हेर्दैन। त्यसकारणले गर्दा अदालतमा फ्रीमा कुनै सेवा नपाइने हुनाले त्यहाँ जे लिनुपर्छ, जस्तै फोटोकपीहरू लिनुपर्छ, कुनै निवेदन दिनुपर्छ, कुनै फिर्याद प्रत्युत्तर दिँदा या कुनै रिट निवेदन दिँदा अथवा कुनै पुनरावेदन दिँदा होस् या कुनै पुनरावलोकन दोहोऱ्याइ पाउने निवेदन जुनसुकै अदालतमा दिइने निवेदनहरूमा लाग्ने अदालती दस्तुरलाई चाहिँ अदालती शुल्क कोर्ट फी भनिन्छ। विशेष गरी बिगो दाबी भएका मुद्दाहरूमा चाहिँ बिगो बमोजिम अदालतले कोर्ट फी लिन्छ, अदालत त्यसलाई कोर्ट फी अथवा अदालती शुल्क भनिन्छ। यो अदालती शुल्क केमा लाग्छ भन्दाखेरि चाहिँ अदालती शुल्क फिर्याद पत्र, पुनरावेदन पत्र, प्रतिदाबी लिएको छ भने प्रतिदाबी लिँदा, दोहोऱ्याउने निश्चय हुँदाखेरि र पुनरावलोकन हुने निश्चय भएपछि त्यो पुनरावलोकन दर्ता हुँदा दोहोऱ्याएर चाहिँ मुद्दा पुनरावलोकन दर्ता हुँदा यस्तो गर्दा चाहिँ लाग्ने शुल्कलाई अदालती शुल्क भनिन्छ। अदालती शुल्क सुरु तहको अदालत पनि लाग्छ, त्यहाँबाट अपिल तहको अदालत पनि लाग्छ, भनेपछि अन्तिम तहको अदालतमा पनि अदालती शुल्क लाग्छ। अदालती शुल्क बिना चाहिँ मुद्दा हेरिँदैन। दफा 63 ले चाहिँ अदालती शुल्क लाग्ने व्यवस्था गरेको छ। केमा लाग्ने भनेर यसको चाहिँ उपदफा 1-2 मा लेखिएको छ भने यसको उपदफा 3 ले चाहिँ अदालती शुल्क चाहिँ व्यक्ति विशेषलाई लाग्छ, सरकारी पक्षलाई लाग्दैन भनेर चाहिँ उपदफा 3 ले चाहिँ प्रश्न पारेको छ। जस्तै अदालती शुल्क नलाग्ने कुरा चाहिँ कसलाई हो भन्दा नेपाल सरकार वा प्रदेश सरकार वादी हुने मुद्दामा अदालती शुल्क लाग्दैन, स्थानीय तहको क्षेत्राधिकारभित्रको मुद्दामा पनि अदालती शुल्क लाग्दैन, सार्वजनिक वा सरकारी सम्पत्तिको उपयोगको मुद्दामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकायबाट कारबाही हुने मुद्दामा पनि अदालती शुल्क नलाग्ने यो कानुनको व्यवस्था रहेको छ। त्यस्तै अदालती शुल्क दाखिला नगरिकन मुद्दामा कारबाही हुन नसक्ने भनेर यसको दफा 64 ले व्यवस्था गरेको छ भने यहीको उपदफा 1 ले चाहिँ अदालती शुल्क दाखिला नगरे कारबाही नहुने र 2 ले चाहिँ दर्तै गरेको भए पनि त्यस्तो दाखिला नगरेको मुद्दा चाहिँ खारेज हुने भनेर व्यवस्था गरेको छ। केही थोरै कन्डिसनमा चाहिँ अदालती शुल्क नलिने मुद्दा हेरिन सक्छ। त्यो चाहिँ कुनमा भन्दा दफा 65 को उपदफा 1 ले चाहिँ न्यायाधीशले कारणसहितको पर्चा खडा गरी पूर्ण वा आंशिक अदालती शुल्क तत्काल मान्छेसँग पैसा भएन अदालती शुल्क तिर्नलाई भने पछि तिर्न सक्ने गरी चाहिँ अदालती शुल्क पछि तिर्ने गरी उसले सुविधा लिन सक्छ। त्यो भनेको ओडाको सिफारिससहित उसको आर्थिक अवस्था तत्काल नभएको भन्ने निवेदन दिएर चाहिँ उसले विशेष गरी महिलावादी भएका मुद्दाहरूमा, यो मानव चमलका मुद्दाहरूमा, अंशका मुद्दाहरूमा चाहिँ यो कोर्ट फी सुविधा लिने गरिएको पाइन्छ। अब त्योदेखि बाहेक अन्य चाहिँ जुनसुकै कुरामा चाहिँ यो अदालती शुल्क लाग्छ। 69 को देहाय कले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 25,000 सम्म 1 रुपैयाँदेखि 25,000 सम्मको बिगो दाबी भएको मुद्दामा चाहिँ 500 रुपियाँ लाग्छ, एकमुष्ट 500 लाग्छ र 25,000 भन्दा माथि 50,000 सम्मको बिगो भयो भने चाहिँ पहिलो 25,000 को चाहिँ 500 लागिसक्यो, दोस्रो 25,000 को चाहिँ के गर्छ अनि त्यसको चाहिँ 5% ले लाग्छ। अनि त्यस्तै 1 लाख सम्मको बिगो दाबी भएको मुद्दामा चाहिँ सुरुको 25,000 को लागिसक्यो, दोस्रो पटक 25,000 को पनि लागिसक्यो, अब तेस्रो 50,000 को चाहिँ 3.5% दरले अदालती शुल्क लाग्ने गरेको छ। त्यस्तै 5 लाखसम्म बिगो भएको मुद्दामा चाहिँ 1 लाखको बिगो चाहिँ माथि हिसाब गरेर आइसकेको छ, बाँकी 4 लाखको चाहिँ बिगो 2% ले लाग्छ र 25 लाखसम्म बिगो भएको मुद्दामा चाहिँ 1.5% ले 1.5% ले कोर्ट फी लाग्छ भने अब 25 लाखसम्मको कोर्ट फी यसरी लाग्यो भने 25 लाख भन्दा माथि जतिसुकै भए पनि त्यसको कोर्ट फी चाहिँ 1% को दरले लाग्ने भनेर चाहिँ अहिलेको बिगो भएको मुद्दामा अथवा मूल्य खुलेको मुद्दामा अदालती शुल्क लाग्ने चाहिँ कानुनी व्यवस्था रहेको छ। यसरी चाहिँ अदालती शुल्क दाखिला नगरिकन मुद्दा दर्ता नै हुँदैन भन्ने कानुनी व्यवस्था छ। र यो अदालती शुल्क चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सुरुमा वादीले सुरु अदालतमा तिरेर मुद्दा दर्ता गरे हुन्छ, अनि वादीले त्यहाँ जित्यो भने प्रतिवादीले त्यो मुद्दामा चित्त बुझेन भने उसले पुनरावेदनमा जाँदाखेरि चाहिँ अपिल गर्दाखेरि चाहिँ त्यो वादीले सुरुमा तिरेको कोर्ट फी चाहिँ प्रतिवादीले फेरि दाखिला नगरेसम्म उसको पुनरावेदन चाहिँ दर्ता हुँदैन। कोर्ट फी राखेको मुद्दामा मुद्दा फिर्ता भयो भने, डिसमिस भयो भने के हुने भन्ने पनि व्यवस्थाहरू चाहिँ त्यहाँ रहेको छ। र अब मुद्दा खारेज चाहिँ कस्तो अवस्थामा हुन्छ, डिसमिस कस्तो अवस्थामा हुन्छ भन्दा पक्षले मुद्दा दाबी गर्ने पक्षले तारिख गुजार्यो भने पनि मुद्दा डिसमिस हुन्छ। डिसमिस भएको अवस्थामा चाहिँ उसको कोर्ट फी त्यहाँ चाहिँ खारेज हुन्छ, उसको अथवा जफत हुन्छ। र मुद्दा हार्यो भने पनि वादीले कोर्ट फी राखेर दर्ता गरेको मुद्दा चाहिँ हार्यो भने पनि त्यो कोर्ट फी चाहिँ के हुन्छ भन्दा उसको चाहिँ जफत हुन्छ।